Namaste everyone, welcome back to my YouTube channel. It's me Dev Sango. यो चाहिँ काठमाडौँको ललितपुरमा चाहिँ बुमती चाहिँ मैत्री विवाहको तयारी हुँदैछ। दुला किशोर तामाङ र दुली कल्पना तामाङले चाहिँ गुरुको आशीर्वाद लिँदै हुन्छ ढोकेर। त्यसपछि फेरि अर्को नेक्स्ट पूजाको तयारी हुन्छ। Thank you. कस्तो लाग्यो तिमीलाई तिम्रो बिहेको लागि? एकदम खुसी लागिरहेछ, सपना जस्तो लागिरहेछ। तिम्रो सपना पुरा भयो नि त? आफ्नो के अरे प्रेम के अरे प्रेमिकासँगको दिन आज रमाइलो आजको दिन है। बिग कङ्ग्रेचुलेसन गरे। अब यहाँ दुला चाहिँ लमजुङको त सकियो छैन, गरे लमजुङको कार्यक्रम सकिसक्यो। लमजुङबाट सके चाहिँ हामी काठमाडौँ आएको। काठमाडौँको ललितपुरमा ललितपुर के अरे कचुवामा बुकमती कचुवामा चाहिँ अब बिहेको कार्यक्रम हुन गइरहेको छ। See you everyone. तिम्रो आज कस्तो लाग्यो यहाँ? मलाई आज एकदम डर लागिरहेछ। किन? हाफ एक्साइटेड हाफ नर्भस कता कता बन्धनमा मागिरहेको माया पनि पाउँछ तर गाली पनि पाइन्छ है। तर एकदम खुसीको कुरा है गरेको। कति वर्षको रिलेसनसिप हो? 7 वर्षको रिलेसनसिप आज के अरे म्यारिजमा परिवर्तन भइरहेको छ होइन। खुसी लाग्यो हजुरलाई एकदम बधाई छ। बिग कङ्ग्रेचुलेसन। मेरो सोल्टी राजा खास त स्मल सोल्टी हो। अब जय साहब हुनु त अब मेरो चाहिँ जय साहब आजबाट चाहिँ ल टोटल्ली रेडी भएर जानु लागेको। वेलकम ब्याक टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम म चाहिँ भ्लग बनाउँदैछु। यो चाहिँ मेरो साइली फुलको छोराको मैत्री विवाह हुन गइरहेको छ। त्यसको भिडियो हेरिदिनु होला। किप वाचिङ। हामी तिनजना सोल्टीहरू चाहिँ रेडी भएर पूजामा जाने। मैले चाहिँ ग्रिन साडी लगाएको छु किनभने चाहिँ म ग्रिन चाहिँ म्यारिड भएर, सोल्टीहरू चाहिँ पिङ्क कलरको साडी चाहिँ किनभने उनीहरू चाहिँ अनम्यारिड भएर। यो चाहिँ ललितपुरमा हो विवाह चाहिँ। वेलकम टु मैत्री विवाह। मैत्री विवाह हुँदैछ। यो चाहिँ दुलादेवी कल्पना तामाङ किशोर तामाङको विवाह स्टार्ट भइरहेको छ। यहाँ चाहिँ पूजा गरेर मात्रै विवाह स्टार्ट हुन्छ। दुलादेवीहरू चाहिँ डन्दी हुन्छ, गुरुको आशीर्वाद लिनुहुन्छ। सबैजनाले जप ध्यान गरेर पूजा गरेर मात्र बिहे सम्पन्न हुन्छ। सबैजना भित्र विवाहमा सबै भेगन आइटम मात्रै पकाइन्छ। यो चाहिँ मेरो साइली फुलको छोराको बिहा चाहिँ मैले विवाह तरिकाले चाहिँ बिहा हुनु गइरहेको छु।
सबै भिडियो चाहिँ म हाल्छु ब्लगमा तपाईँहरू चाहिँ हेर्नु होला उहाँ चाहिँ मेरो साइली हो उहाँको छोराको बिहा चाहिँ मेरो साइली हो उहाँको छोरा किशोर तामाङ र कल्पना तामाङको बिहा हो मैत्री विवाह तपाईँलाई कस्तो लाग्यो एकदम उहाँ चाहिँ मैत्रीमा एकदम कडा हुनुहुन्छ मैत्री विवाहमा नमस्ते एभ्रिवान तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला आई होप पनि सन्चै छु आफ्टर लङ टाइम भिडियो ब्लग बनाउँदैछु अलिक कस्तो नर्भस त भइरहेको छ त्यही पनि पूजा भइरहेको छ पूजा सकिसकेपछि खाना टाइम हुन्छ हुँदैछ मेरो ठुलो दिदी हामी चाहिँ मैत्री विवाहमा गाइस मैत्री मङ्गलम दिदी मैत्री मङ्गलम तपाईँलाई कस्तो लाग्यो मैत्री बिहामा आउनुहुँदा रमाइलो मिमी मैत्री मङ्गलम मम्मी मैत्री मङ्गलम सन्चैहरू हुन्छ नि तपाईँ गोरीको बिहामा कस्तो लाग्यो तपाईँलाई रमाइलो कति वर्षपछि गोरीको बिहा फिक्स भएको भन्नु न कति वर्षपछि 7 वर्षपछि बल्ल गोरीको बिहा फिक्स भयो होला गुरुको साथसाथमा कुराहरू कहाँ बस्नुहुन्छ त्यहाँ छेउमा तपाईँ सबै अभित्र सबैजना निष्ठार गुरु सम्मान स्वरूप रहिदिनुहोस् र संपूर्ण सत्य अतिथि आफ्नो जजमानित सर्व मैत्रीपूर्ण अनि मिमीलाई चाहिँ हामीले चाहिँ गिफ्ट दिन लागेको छु समापन भयो आमा छोरीको फोटो खस्नु भइरहेछ यहाँ चाहिँ सबैजना बिदाई कार्यक्रममा सबैजना सँगै भन्नु बाई बाई गर्नु
ब्लग भन न छिटो छिटो गरे Keep watching Sangbo Devi vlog. मेरो दिदीको ब्लगलाई लाइक शेयर सब्स्क्राइब गर्दै भन Okay, like, share, subscribe गरिदिनु होला. बाई बाई सङ्ख्या मैत्री बङ्गला मानिहरू सँगसँगै तपाईँहरूलाई आजखेरि किशोर तामाङको बिहामा कस्तो लाग्यो भन्नु न एकदम रमाइलो मैत्री विवाह होइन बाई बाई थेपाले जाङ सर ल्याएछ थेपाले जाङ सर ल्याएछ थेपाले जाङ सर ल्याएछ थेपाले जाङ सर ल्याएछ हाम्रो त थेपाले ल्याएको जाङ सर सारैको राम्री रहेछ हाम्रो त थेपाले ल्याएको जाङ सर सारैको राम्री रहेछ मलाई चाङ भनी ल्याएको मैले तामाङस होइन होइ आमा बचपनकी प्यारी ल्याएको मैत्री बङ्गलामा सङ्ख्या आज चाहिँ यहाँ चाहिँ हाम्रो किशोर तामाङ र कल्पना तामाङको चाहिँ मैत्री विवाह आज सम्पन्न भयो सबैजनालाई सङ्ख्या मैत्री बङ्गला र सबैजना यहाँ यस विवाह मैत्री विवाहमा चाहिँ उपस्थित हुनुभएकोमा सबैजना धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको मेरो यो भ्लग चाहिँ यही